हेलो महानुभावहरू, नमस्कार। मेरो यो आइओसी ब्लगमा हजुरहरूलाई स्वागत छ। मेरो ब्लगमा युट्युब च्यानलमा जो जोडिनु भएको छ हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। र म मेरो जीवनमा आइपर्ने विभिन्न घटनाहरू, विभिन्न गतिविधिहरूलाई भिडियो मार्फत तपाईँहरूमा पस्किँदै गइरहेको छु। प्लिज कृपया सहयोग गरिदिनु होला। भिडियो हेरिसकेपछि युट्युब च्यानललाई सब्सक्राइब, सेयर गर्न नभुल्नु होला। र आज चाहिँ म विद्यालयमा छु। विद्यालयमा आज एउटा कार्यक्रम हुन लागिरहेको छ। हाम्रो विद्यालयमा कार्यरत एकजना शिक्षक नन्दलाल मुखिया, जो 70 का सर हुनुहुन्छ। उहाँ चाहिँ 60 वर्ष लाग्नु भएर आफ्नो शिक्षण पेसाबाट अनिवार्य अवकाश भई जाँदै हुनुहुन्छ। र आज उहाँलाई हामीले छोटो एउटा सानो विदाई कार्यक्रम राखेका छौँ। र यो विदाई कार्यक्रमको भिडियो चाहिँ हजुरहरूलाई म पस्कन लागिरहेको छु। प्लिज हेरिदिनु होला। र तपाईँहरूले आवश्यक प्रतिक्रिया, कमेन्ट राखिदिन सक्नुहुनेछ। र यस विद्यालयको शैक्षिक सुधारको निम्ति हजुरहरूको सल्लाह सुझावलाई पनि हामी शिरोधार्य गर्नेछौँ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु हुन म हार्दिक अनुरोध गर्दै भिडियोतर्फ हजुरहरूलाई लान चाहन्छु। क्रमशः अब बहिनी आउनुहुन्छ कि? आउनु न ल। नमस्ते गर्ने यसलाई एकजना कहिले मिस आउँला, यिनीहरूलाई लाइनमा राखिदिनु ल सक्नुहुन्छ। होइन, यहीँबाट त अप्ठ्यारो हुन्छ होला। यहाँनिर बस्नु, यहाँनिर आउनु ल। यहाँ बस्नु है, यहाँ बस्नु, यहाँ लाइन बस्नु। यस्तो गोलो हो त्यहाँ, यहाँ बिचमा पस्ने होइन, यहाँ बाहिरपट्टि त्यसरी। हो त्यहाँ लाइन बस्ने, खाँदिने होइन नि, मिलेर बस्नु न। खाँदिने होइन, लाइनमा बस्नु है। आदरणीय अभिभावकज्यू, तपाईँहरूको नानीहरूले सरलाई यसरी विदाई गरिरहनु भएको छ। भिडियो हेर्दै जानुहोला। अन्त्यमा सरले के भनेर जानुहुन्छ यस विद्यालयलाई? हाम्रो
हाम्रो विद्यालयको तर्फबाट के भन्नुहुन्छ हाम्रो प्रज्यूले त्यो पनि भिडियोमा सुन्न देख्नु आजदेखि अवकाश भएर जानुहुँदैन नन्दलाल मुखिया सर भर्खरै यस विद्यालयमा गाउँपालिकाबाट पदस्थापना भएर आउनुभएका सरले शिक्षकहरू हामीले सहयोगी बहादुर दाइज्यू र हाम्रो प्यारा भाइ बहिनीहरू र यो अचानक आज सानो कार्यक्रम गर्न हामी गयौँ र उहाँ हाम्रो नन्दलाल मुखिया सरले अग्निश्र सरले भन्नुभयो 2040 साल भदौ 5 गतेदेखि उहाँले शिक्षा पेसामा आउनुभएको रहेछ 2 वर्ष अस्थायी रूपमा काम गर्नुभएको छ यहाँ रेकर्डमा छ र 2048 सालदेखि स्थायी भएर निरन्तर काम गर्नुभएको रहेछ र नेपालको भनौँ न शिक्षा नियमावली अनुसार कुनै पनि शिक्षकले 60 वर्ष पुगेको दिन चाहिँ अनिवार्य अवकाश दिनुपर्ने व्यवस्था छ त्योभन्दा बढी काम गर्न नपाउने व्यवस्था भएअनुसार उहाँ चाहिँ 2022 साल जेठ 15 गते वैशाख 15 गते चाहिँ 60 वर्ष पुग्नु भएको रहेछ त्यही अनुसार उहाँले चाहिँ आवश्यक कागजातहरू सम्बन्धित निकायहरूमा पेस गर्नुभयो र यहाँ पनि निवेदन दिनुभयो अवकाश भनौँ हाम्रो विद्यालयमा पनि अनिवार्य अवकाशको लागि र अनि उहाँको लागि अरू विभिन्न कागजातहरू सम्बन्धित निकायहरू पेस गर्ने भएको हुनाले उहाँ सरको कागजातहरू मैले अहिले बनाइदिँदै गर्दाखेरि उहाँलाई अरू धेरै ठुलो तामझाम ठुलो उहाँहरूलाई केही दिन नसके पनि यसो कम्प्युटर दुई हात बोल्ने र दुई शब्द भन्ने हाम्रो थोरै शब्द सरप्राइज जस्तो पनि भयो अचानक अचानक हाम्रो सिस्टमले केही चलाउनको लागि चलन छ र सर्भिसहरू यो चलन पनि थाहा छैन होला के हो भन्नुभयो होला है त्यस्तो छ र म के पनि यहाँलाई पत्रकारलाई जनाउन चाहन्छु भने सर्भिसहरू चलनलाई सँगै गर्नुमा भन्ने कुरा अब बिदा लाग्यो भने भर्खरै सुनाएको ए नानीहरू अनि कोही कता कोही कता प्रशासनिक कामले केही गर्दाखेरि फेरि आइतबार परीक्षाको नीति गर्नुपर्नेछ मैले धेरै सरहरूलाई नेपालीको गर्नुपर्ने र म नन्दलाल सरले जुन यस विद्यालयलाई योगदान दिनुभयो विद्यालयले मात्रै नभइकन उहाँको लामो 40 सालदेखि शिक्षक पेसा त्यसलाई पनि एउटा त्यसलाई पनि महत्त्वपूर्ण योगदान दिनुभएको छ जनशक्ति आएर चाहिँ देशमा को जनशक्तिहरू तयार गर्नको लागि उहाँको ठुलो के अरे योगदान छ यसको पनि म उच्च मूल्याङ्कन गर्न चाहन्छु र नेपाल सरकारले पनि उहाँको जुन योगदान उच्च मूल्याङ्कन गरोस् भन्ने म अनुरोध गर्न पनि चाहन्छु र नन्दलाल सर यहाँ बस्दाखेरि कहिलेकाहीँ
उहाँहरूलाई यहीँ छोडेर बिर्सिदिनु होला भन्ने पनि म अनुरोध गर्दछु र अर्को कुरा आवश्यक कागजातहरू कतिपय अनि आवश्यक कागजातहरू कति नमिल्नु सक्छ यो पेन्सनको लागि रकमहरू भन्न सेवा सुविधाहरू दिनुको लागि लामो प्रक्रिया पुऱ्याउनुपर्छ र धेरै उहाँले धाउनुपर्छ किताबखानादेखि लिएर सन्तुष्टि इत्यादि छ त्यसको लागि अब के कागज पुगेन भने फोन गर्नुहोस् मैले इमेल एड्रेस पनि दिएको छु व्हाट्सएप छ त्यहाँ पुग्न लगाइदिनुहोस् म बनाएर हिँडेर आउनु पठाइदिन्छु र त्यसको डकुमेन्टहरू र अनि अहिले कहिले घरको सरको अब 15 दिनको बाँकी छ त्यो 15 दिनको पनि मलाई असारमा निकास भएपछि राम्रो होस् यहाँको लागि शुभकामना व्यक्त गर्दै म आजको छोटो कार्यक्रम यही अन्त भएको जानकारी भाइ दिदीहरूलाई पठाइदिनु है ल आफ्नो आफ्नो कक्षामा जानुहोस् ल